हाई फ्रेन्ड्स, यो भिडियोमा चाहिँ म हजुरहरूलाई क्यानभा कसरी लगइन गर्ने र कुन कुन उपायहरू छन् क्यानभा लगइन गर्ने त्यसको बारेमा सिकाउने छु। सो पहिला त म क्यानभा ओपन गर्छु। क्यानभा ओपन गर्छु जुन मेरो जिमेल आइडी छ त्यसले चाहिँ यो अलरेडी एक्टिभ छ। तर म यहाँ जब कन्टिन्यू विथ एनदर एकाउन्ट गर्छु भने यहाँनिर चाहिँ तीनवटा वेहरू आउनेछ। जस्तो कि कन्टिन्यू विथ द गुगल, कन्टिन्यू विथ फेसबुक, कन्टिन्यू विथ एनदर वे भनेर दिएको छ। कन्टिन्यू विथ एनदर वे गरेपछि चाहिँ यदि हजुरसँग चाहिँ लगइन विथ मोबाइल नम्बरबाट पनि लगइन गर्न सक्नुहुन्छ। कन्टिन्यू विथ द वर्क इमेल, काम गर्ने इमेलहरू छ भने पनि गर्न सक्नुभयो। विथ इमेल एड्रेस कुनै पनि जिमेल बाहेक अरू पनि वाइमेल या अरू याहु मेलहरू पनि छ त्यसबाट पनि लगइन गर्न सक्नुहुनेछ। क्लेभरको एकाउन्ट छ भने त्यसबाट पनि सक्नुहुनेछ भने माइक्रोसफ्ट, फेसबुक र गुगलको एकाउन्टले पनि सजिलै लगइन गर्न सक्नुहुनेछ। अब त्यसको लागि यदि लगइन गर्नलाई गुगलबाट गर्नुहुन्छ भने कन्टिन्यू विथ द गुगल गर्नु सिम्पली। त्यस पछाडि अलरेडी मेरो एकाउन्ट यहाँनिर दिएको छ, चुज एकाउन्ट भनेर अलरेडी आउने नै छ तपाईँकोमा। सिम्पली इमेल एड्रेस चुज गर्नु होला, नभए चाहिँ एड एनदर एकाउन्ट गरेर चाहिँ नयाँ इमेल क्रिएट गर्नु होला। ठिक छ। सिम्पली म चाहिँ क्यानभास क्रिएटरमा क्लिक गर्छु। क्यानभाको जुन चाहिँ लगइन पेज छ त्यो लगइन पेजबाट चाहिँ हामीले रिडिरेक्ट भएर चाहिँ होम पेजमा आइसकेको छौँ। यो चाहिँ हाम्रो लगड इन भएको जुन चाहिँ अलरेडी इमेल एड्रेस राखेर चाहिँ लगइन गरिसके पछाडिको चाहिँ होम पेज हो। ठिक छ। यहाँ जुन चाहिँ हाम्रो यो टपको लेफ्टको कर्नरमा यो 3 लाइन दिएको छ यसमा टच गरेर हामीले चाहिँ आफ्नो एकाउन्ट चाहिँ हेर्न सक्छौँ। यहाँबाट सिम्पली क्लिक गरेर चाहिँ कुन एकाउन्ट हजुरले युज गरिराख्नु भएको छ हजुरले टिम पनि बनाउन सक्नुहुनेछ र हजुरलाई लगआउट गर्नु छ भने साइन आउटमा क्लिक गर्नु होला। ठिक छ। आजको यस भिडियोमा चाहिँ यति नै। कुनै पनि इमेल एड्रेसबाट चाहिँ या कुनै पनि एकाउन्टबाट चाहिँ क्यानभा कसरी लगइन गर्ने या क्यानभा एकाउन्ट लगइन गर्ने के उपायहरू छन् त्यसको बारेमा मैले कभर गरेको छु। पक्कै पनि यो भिडियोले हजुरलाई हेल्प गर्ने नै छ। हस् त, टेक केयर, बाई बाई।